सो आज चाहिँ हाम्रो घरतिर इन्द्रेणी लाउने तरिकाले पानी परेको थियो। सो म चाहिँ जानेछु आज जेएमई काम गर्नको लागि गाउँतिर। सो हेलो एभ्रिवान, के छ म चाहिँ सन्चै आरामै छु। तपाईँहरू पनि सन्चै आरामै हुनुहुन्छ होला। आज म एक बिहान ट्याक्क लाएर यसो काम दाम हानौँ कि भनेर यसो गाउँतिर निक्लेको त पानी परेर यस्तो दामी मौसम पो खोलेको रहेछ। ट्याक्क हल्का माथि पुगेको त झन् बब्बाल पो सिन देखिरहेको रहेछ। आज फेरि यस्तो राम्रो मौसम थियो कि हेर्नु न, ट्याक्क पानी परेपछि अन्त त दामी इन्द्रेणी पो लाएको। ट्याक्क लाएर माथि पुगेको त नानीहरू मस्त खेलिरहेको रहेछन्। घाम फेरि मस्त उदाएको। हामी चाहिँ ट्याकटुक पारे माथि पुगेर काम पनि हान्न सुरु गरिसकेको थियौँ। आजको हाम्रो काम फेरि यस्तै हुनेछ है त। बल्ल गिटी घोल्यो दियो। मेरो काम फेरि के गर्नु, मैले अरू जान्दैन। यस्तै बोला गिटी घोल्ने दिने के त भन्यो गर्ने हुन्छ। यसो गर्नु छ भने सम्पर्क चाहिँ गर्नु होला है त। यता फेरि एप्पल बाजेन कि मेरो जेठमाले मस्त मसला गरिराख्नु भएको रहेछ। यता फेरि केटीकेटीहरू स्कुलबाट घरतिर फर्किसकेको रहेछन् यस्तो घाममा। अनि अर्को कुरा, हामी त हेर्दा हेर्दै खाजा खाने बेला पो भइसकेको रहेछ। आजको खाजाको रूपमा फेरि यसो करेज नुडल अनि यता बेग्लै नुडल्स र भुजा पनि रहेछ। ट्याक्क लाएर यता लोकल छ्याङहरू पनि थियो साथमा। ट्याक्क लाएर हामी खाजासाजा खाएर फेरि लाग्यो कामतिर। धुमधाम पाराले यता हाम्रो बिहान फेरि मस्त बसिरहेको थिएँ। ट्याक्क लाएर हेर्नु न, हालत फेरि बिजोकै भइसकेको थियो। आज फेरि हामी लास्टतिर पुगिसकेको थियो काम गरेर। अब हामी फाइनली आजको लागि यति नै हुन्छ होला हाम्रो काम। ट्याक्क लाएर म काम धाम सकेर घरतिर फर्किसकेको थियो बिजोक तरिकाले, हातमा चार्जर बोकेर। म फेरि घर पुगिसकेर नुहाइ गरेर लागि म फेरि बल खेल्नको लागि। के गर्नु, बल भनेको चिज खेल्न मलाई हाल्छ नसके नि। सो आजको भ्लग चाहिँ यति नै हुन्छ। सी यु इन द नेक्स्ट भिडियो। ओके बाई बाई।